वेलकम टु बरुवाल बक्स। अब यहाँ मैले जामाचो हाइट देखाउँदैछु। आज के हुन्छ कसो हुन्छ सब देखाउँछु। भिडियो स्किप नगरी हेर्नु। दामी भ्लगिङ खतरा सिन देखाउँछु म। गाडफाट सेक्रेट लोकेसन कसैलाई पनि थाहा छैन, म देखाउँछु। वाइल्ड लाइफ जङ्गल सफारी हुन्छ। अब होगा तबाई। हामी बाटो कहाँ जाना सन्तोष? कहाँ जाने हामी यहाँबाट? जामाचो हाइकिङ। जामाचो ए जामाचो हो क्या? जामाचो जामाचो यस। यो आइसक्रिम 200 को आइसक्रिम हो नि फेरि लुट्दियो यार आउने बित्तिकै। नेपालमै लुट्दो यार। म त्यो अघिको मामा त्यो अघिको बिहारी थिएन, त्यसले मलाई के भन्यो थाहा छ? नेपाल आएको 2 चोटि भयो, यसपालि त मलाई लुट्दियो अरे क्या। बिचाराको हात रहन्छ लुट्दिएछ क्या त्यसलाई। हात थिएन नि, त्यही भएर त म छिट गर्दै त त्यसलाई। अब यो बाटो देखाउँछु म। नयाँ वर्षको दिन जान्छु भनेको आमामा भिड देखेर फर्किनु बनाएर फर्क्यौँ भनेको फेरि केटाले नफर्क्यौँ आइसी जाउँ भनेर गएको। फेरि न्यु इयरमा शान्त ठाउँमा आएको, यो नशान्त ठाउँ कुनै छैन। 4 घन्टा लाइन पछि आएको। कस्तो लाग्यो तपाईँलाई न्यु इयर? यस्तै मामालाई यहाँ खुट्टा गलेर हैरान भइसक्यो। सुरु त्यही खतम। के भन्न चाहनुहुन्छ तपाईँ? कि मलाई कसैले हाइकिङ साइकिङ यस्तो कहीँ नबोलाउनु, बिन्ती छ। नयाँ वर्षमा झन् नबोलाउनु। शान्त हुनाको म सहरमा नि यति मान्छे मिल्नु। मलाई आराम नगर भन्नु त्यो दुइटा पछाडि हिँड्दैछ नसकेर। पछाडिबाट आउँदैछन् दुईजना। ल उकालो कसरी चढिनु म सिकाइदिन्छु। म हो असली बियर गिल्स। कसरी चढ्यो ती म अर्ने। म झुक्दै नझुक्ने नेपाली छ र चढिसकेँ। त्यो मुजीहरू ल्याउनु ल्याएँ, त्यहाँ ल्याएँ मलाई पनि थाहा छैन। यो एउटा यो निराजनजी कस्तो हुँदैछ? मजा आएको गलिराखेको अनि तराईको मान्छेलाई पाहाडमा कस्तो फिल हुँदो रहेछ? गलिरहेछ पुर्खाले ठिक गरे पाहाड छोडेर। ठिक गरे। कोही इन्ट्रेस्टेड हुनुहुन्छ भने यहाँ भेडा चराउन जागिर दिँदैछु म। भेडाहरू चाहिँ यति हेर्नु फेरि तलमाथि सबै छ फेरि। अब यहाँसम्म त मेरो गाँड धर्किसक्यो। अब धेरै छैन, कति छ मलाई पनि थाहा छैन। यहाँ लज छन्, यहाँ लोड मान्छेहरू छन्। अब म कसरी जाने मलाई थाहै छैन। गाह्रो चाहिँ गाह्रो भयो। अब यिनीहरूले मलाई कन्टेन्ट बनाउँछु भने ल्याउनु त ल्याएँ, म आफै कन्टेन्ट बन्छु कि म मऱ्यो भने मलाई यसो सिम्मेथीतिर मेरो च्यानल सब्सक्राइब गरिदिनु, माचे पनि गरिदिनु। अब च्यानल यस्तो पार्नुपर्छ मोबाइल कस्तो झ्याउला त यार। यो ट्रायल भन्ने त अब ट्रायलबाट कहाँ जाने नि थाहा छैन। लट अफ मान्छेहरू छन्। न्यु इयर बनाउँछु न बिग्रियो मात्र माया टुङ्ने। भक्तहरू बसेर रथ तान्न जानुपर्ने रहेछ। भाइ अनि यो जमा चलाउँदा तिमीलाई कस्तो लाग्यो? अनि न्यु इयर कस्तो गयो भाइको? एक्लै आएको कि बुहारी छोरी? अब यस्तोमा आउने बुहारी हो। ल भाइ अब है यस्तै हो न्यु इयर। अब तिम्रो कस्तो भयो थाहा भन। राम्रो भयो। ल म त किन्ने फेल भयो जस्तो छ। भविष्यमा कतै माग्दै देखेँ भने किन्नेको लागि पैसा चाहिँ हाल्थ्यो है। ल युट्युबमा हाल्छु म। ल के भन्न चाहन्छस्?
अब म खतरा आइतेर म हिमाल चल्छु अब अर्को दिनमा हिमाल त यिनीहरू सबलाई मैले लिएर आएको नि भयो साउथ त मै हो अब अनि बिचरा गरिबहरू कहीँ घुमे खाइनन् त ल मालिक हुँदा काजी साहब हुँदा हुँदै किन डराउँछौ त घुम न मै हुँ लाग्छ मलाई बडी बिल्डर नै आइसक्यो पाकिस्तानबाट सेम बडी बिल्डर जस्तो देखिन्छौ त तिमी त देखिन्छौ किन भने मै हो त आइपुगेर म यो पछि अब इन्जेक्सन टिपेर बल्ल बल्ल यस्तो भयो खोला हो साह्रै राम्रो खोला छ बोतल टिप्नदेखि उहाँदेखि आइपुगे यिनीहरू ठिकै छ कसैलाई बोतल बेच्नु परेमा उहाँहरूलाई सम्पर्क गर्न सक्नुहुन्छ 2 रुपियाँको बोतल किन्नुहुन्छ त्यो ठाउँमा हामी कहाँ गयो जामाचो हामी जाँदैछौँ जामासु डाँडो रानी मन ओए बोल्दै बोल्दै सरी आजकल यतमा त्यहाँबाट मिस्टेकली निस्क्यो अस्ति एउटा त्यो कुन चाहिँ बढी बोल्दै थियो नि बाहिर त्यो गयो जस्तै मन जान्न चाहन्न आदि एक ग्याङ गिटार छोड्यो ग्याङ माथि एक ग्याङ एक घन्टामा हामी ल्याइदियौँ यहाँ फोटोग्राफ पैसा माग्दिनँ नि म खै म छैन म लामसँग बस्छ त कालो यार तिमी पूजा गर्ने मै सोच्दा त सोचै देखिन्छु होइन तर के कसै पत्याउँदैन पत्याउनलाई अब भन्नु पर्यो नि मेरो आइफोन 13 तपाईँसँग हो हजुर हो नि हो अच्छा ठिक छ डुप्लिकेट गरेछ क्या चाइनाको माल चाइनाको के चाइनाको भन्नु हेप्न खोजेको गरिबलाई चाइना हुन् र मेरो ब्यागभरि पैसा देखाइदेऊ ल देखा ल ल अब मलाई लुट्छ नि अब यो जङ्गलमा त्यही भएर यो सबको अवकाश देखाइदिन्छु नि म इन्टरभ्यू पनि बन्यो छ नि त्यहाँ माथि छन् चाहिँ के छ माथि छन् चाहिँ के छ अब म देखाउँछु त्यहाँ माथि के छ कस्तो छ सेक्रेट प्लेस कसैले देखाएको छैन त्यो प्लेस मैले म देखाउँछु अरू 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 यस्तै हो कसैले देखाएको छैन मैले म देखाउँछु कसैलाई फ्री गाइड चाहिएमा मलाई नभन्नु होला म पेड गाइड हो ल यहाँ यसको विशेषता के छ नि त होइन केटाहरूलाई पो पेड गाइड त केटीहरू पेड गाइड केटीलाई म फ्री गराउनु सक्छु अनुहारमा भर पर्छ त्यस्तै त्यहाँ तर एउटा केटीले ल जाउँ भने त फेरि चढ्नु हुन्छ ल म चाहिँ जान्छ है फेरि शिवरात्रिको लागि हालमा मान्छे होइन जामाको जम्री हिँडेकै थाहा छैन नाइस नाइस नानी हिँडेकै थाहा छैन होइन फेरि सेलिब्रेटीहरूले दिएन भने फेरि खुट्टा त लग 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 खाने भोलिपल्ट चाहिँ कस्तो फिल भयो त भोलिपल्ट कस्तो अब हक जाने खुट्टा आइरहेछ नि राम्रो बस्दैन नआउने कहाँबाट म त मान्छे भेटेर क्या हामीले ल त यसो एउटा गफ जस्तो ल दाजुभाइको कुरा हो है ल मेरो पनि हाल्दा मन दिसो रमाइलो गर्दै जाऊँ न के छ र सँगै सँगै हामी चारजना के गइसक्यो सबै अगाडि अब
गीत गान पानी होइन पानी गीत गान गीत त गाउँदैन चिसो खाने कि अब बिउ खाने ब्यागमा कोक हुन्छ नि मलाई पानी रुच्छ रुचेन हजुर ह्याप्पी न्यू इयर ह्याप्पी न्यू इयर ह्याप्पी न्यू इयर कसको लाठी के भइसक्यो भन्छ नि मेरो लाठी को भइसक्यो यहाँ रक्ती दिएर गइरहेको थियो होइन जति राम्रो होइन होइन जति राम्रो तिमी त्यति राम्रो बेहोरा रहेछ घान्थ्यौँ भाइ अँ मेरो पुरानो भ्लगर हाम्रो मर्निङमा घान्ने के छौँ हानिस हानिस के अरे मलाई नै किन दियो त लट्ठी माया थिएन लट्ठी किन देऊ जहाँ छ भ्लग गरेर फर्केर आइहाल्छ छोडेर गई त त्यो पनि छोडेर गई त भने कुरुटु कुदु जान्न ओराले भिडिहाल्छ नि फर्किन्छस् क्या मैं जब आगे बढ़ता हूँ तो मुड़ के पीछे नहीं देखता निराजन म नाम फेर्छ आफ्नो होइन म फोटो छैन मसँग भ्लग नै छ है मलाई भ्लग ए सरी मलाई नि त कतिको मर्दिन्छ याद हुँदैन ल यार छक्काहरू गरे कि तिमी छक्का हो? तपाईँ हो नि हो के म त्यस्तो होइन म हो भने म भन्छु तिमी त्यस्तो भनेको छैन त्यस ये नर्मदा प्रधान नाइस भ्यू के भ्यू देख्यौ नाइस भ्यू अगाडि अगाडि हेर्नु पछाडि दुईतिर बाया बायाँ बायाँ पनि हेर्नु न जङ्गल जङ्गल भ्यू भनेको जङ्गल पो हो यस्तो जाँदाखेरि म भाषा बनाउन सक्छु यार भन्दै खसाइदियो नि कसको आँखा लागेछ त्यहाँ कतिजना थियो होला क्या त्यहाँ लाइन बस्ने 100जना त थियो होला नि होइन कम थियो नि देखिँदा त बेसी थियो 100जना गफाना अलिकति भ्लगको लागि बुझ्न हेर्नु यहाँ मैले मायाको चिनो स्वरूप लट्ठी पाइसकेको छु फेरि लट्ठी पाएर म भित्रको छेत्री जायो यार हो यसो तल तल देखाइदिउँ म ल ल ल छेत्री हो छेत्री हो नि दर्शन नि दिएको बेटी चोद के तारे पिछवाड़े में तो दो लिकट जाएगा कभी बहम पाल रहे हो बेटा यो लाइन पछाडि रुखमा हाल्छु तगर हल्लाउँदै गर्नु हामी मन्त्र फुकेर मान्दिनु जान्छु मैले क्या स्टुडियो जस्तो लाग्छ मलाई किटकान्डी जस्तै ए त अघि पानी पुरा एक केजी जङ्गलमा केटी कुर्न एकछिन यहाँ मान्छेले चाहिँ घुम्न मात्र आएन हामीले खाना ल्याएको छ अर्काको मागेर मात्र खाँदैनौँ हामी आफ्नै पनि छ हेर यस्तो मोमेन्ट लाग्छ कहिले आउला है धुवा यस्तो घाममा अब टन्टलापुर घाममा को घान्न कस्तो होला त कति जाने साथी हामी है यही हप्तामा कहाँ जाने चिसो समाउँदै पनि छ त मामा हान्देऊ सिधाइदिउँ एक प्लेटमा ल हेरौँ ल ल ल हेरौँ ल खाऊ ल उड्काउ ल अर्को हप्ता शिवपुरी जाने कुन स्याटरडे स्याटरडे हुन्छ स्याटरडे जाउँ है मन मिलाउँछु त्यति बेला स्याटरडे हुन्छ भन न अर्को हप्ता भने मात्रै खाने हो त्यो ब्यागमा छ होला
मजा आयो हात्तीवनको डाँडा होइन हो यता ओह्रालो थाहा नै के वनको भनेर हात्तीवन कहाँ छ भन त ऊ अझै पनि हात्तीवनमा अड्किरहेको छ हात्तीवन यहाँ स्वयम्भू छ हात्तीवन वहाँ वाह पर छ त्यो डाँडा हात्तीवन डाँडा आइफोन किन्ने अनि मात्र हाइकिङ आउनेहरू क्या के रे आइफोन किनेर हाइकिङ आउने फोटो खिच्न अब यो आइफोन 13 प्रो म्याक्स हुँदा हुँदा किन होइन अघि एउटा लड्कीले फुच्ची त्यो फुच्चीको इन्कम 0 रुपियाँ छ है फुच्ची ओभर फुच्ची 9-10 कक्षा पनि पढ्ने होइन त्यो आइफोन 17 प्रो म्याक्स देखाइदिएर मलाई बसमा हो देखाएकै क्या मलाई त्यसको खल्तीमा थियो होइन अगाडि सिटमा बसिरहेको थियो नै खुच्ची एउटा जे हो र अनि कुनले हाम्रो अगाडि सिट चेन्ज खल्तीमा गरेर थियो। उतापट्टि बसेको थियो त पछि ए हो खल्तीमा थियो होइन अँ मैले मोबाइल यसो झिकेँ होइन यो कबड्डी मोबाइल झिकेँ क्या यो ए अँ झिकेँ होइन राखेँ क्या ब्राट अफ गरेर यसरी राखेँ त्यो आएपछि मलाई मोबाइल चाहिँ अप्ठ्यारो लाग्यो मोबाइल छोडेर केही चलाएको थिइनँ पर्सस ल्यान्ड खोल्दा मोबाइल अर्को हातमा कबड्डी मोबाइल थियो त्यसको नि आइफोन केही गरेन लक खोल्यो होइन फेरि राखेर राखेँ मलाई पछाडि अगाडि पछि दुवै देखाइदियो हामीले हो हमने गरिबी देखिए भन हमने गरिबी देखिए अब गरिबहरूलाई सताउँछु म दुईजना हाम्रो अब खाजा खवाई हुन्छ दुईजना यहाँ छन् यहाँ मामा यहाँ म अब खिच्छु पुरै खानु मलाई धेरै खानु छैन त्यस्तो हल्का मात्रै छ 280 रुपियाँ किलोको सुन्तला साले धोती यो स्वाद नभएको सुन्तला बेचिस त्यो पसलले देखाउँछु म यहाँ टोक्नु ठग्न नि ठग्ने 280 रुपियाँको यति सुन्तला गुल्ले नै खाने पक मम्मीले पिटाउँछु त यतापट्टि 200 मात्रै भनेको थियो कि सुन्तलाको त्यसले ठग्यो क्या आमा सिधै ठग्यो खाँचाले त मुलाहरूलाई त उसले आइसक्रिम वालीले नि ठग्यो 100 को एक गेडा दिएर एक गेडा अरे ऊ एक कप दिइदिएर आइसक्रिम त्यो 100 त पर्दैन त्यो है कहाँ पर्नु यार पर्दैन नि खै खाम त भयो 60 रुपियाँ 50-60 पर्ला बरु यति धेरै आइटम देखेर भोकै लागेन क्या अलिक थोरै थियो भने भोक लाग्छ मिठो हुन्छ नि खै एउटा एउटा लि एउटा खानुभयो मिठो छैन हो अब मेरो रियाक्सन हेरौँ है शिवपुरी जाने तेरो रहेछ भने खल्दै खल्दै यार तला त त्यसै गाडी गरे मैले त्यो चाहिँ मिठो छ जम्परमा बम्पर टाढा चाहिँ रोइन्छौ के सुन्तला ल्याउनु त सरको भिडियो दुईवटा मेसी बा फर्किँदा शैतानको बच्चाहरू यति थिए अहिले यति आनन्दमा कोही छैनन् वा नाइस आनन्द छ बल्ल चाहिँ पिसफुल भयो क्या होइन माथि बिराम लोत थाकियो है अब मलाई अलिक खुट्टा पनि दुख्न थाल्यो ढाड दुख्यो मेरो ठिकै भएको होइन त्यही नै जम्मा चढ्दै ढाड दुख्यो नि अब के गर्नु चढेर पनि फर्क्यो यता चढ्नु त केही एकजना हामीलाई छोडेर कहाँ पुगिसक्यो केही थाहै छैन होला है हामी पछाडि छैन भनेर त्यसलाई थाहै छैन हामी कहाँ छ भने त गइरहेको हेर न ल हेर वास्तै छैन त्यसलाई त्यही त फेरि एउटा कहाँ फेरि एउटा छोडेर उही बसिन्छ नि आए
के भन्न चाहनुहुन्छ आजको हाइक बारेमा कस्तो लाग्यो तपाईँलाई फर्स्ट ठिकै लाग्यो, first- यो जमाचो चाहिँ फर्स्ट टाइम जमा चाहिँ फर्स्ट टाइम हो। अब यस्तो हाइकिङ साइकिङ धेरै गरेको जमा फर्स्ट टाइम हो। धेरै पछि 1 year 2 year आफ्टर अलिक घर बाहिर हिँडेको नि अलिक गाह्रो भयो। मोटाउनु पनि धेरै मोटाइसकेको छु म, अलिक गाह्रो भयो। फेरि टाइट पैट लगाएर आइदिएको टाइट पैट लगाएर आइदिएको झन् गाह्रो भयो क्या। पड्काउनु पर्ने जरुरत त थिएन त्यही पनि पड्कायो अब पड्काउने भने आफ्नै हो अरू अहिले पढाउनु दिएन नि त। सरी यो नहालै इस बात में कुछ सेन्स नहीं है 2083 साल 1 गते सुरुवातमा यो जामा चुहार कुन मुजीले भाँच्यो। आर्मीको भाटे कारबाही हुन्छ। ब्रिगेडियर जनरल सन्देश बरुवालले अब छोड्दैन गयो त्यो। सन्तोष क्याप्टन साहब के हुन्छ त्यसलाई अब कारबाही गर्नुपर्छ हेमन्त क्याप्टन साहब खटगरामा लिनुपर्छ त्यसलाई एउटा झ्याङ्गे हल्दार कहाँ पुग्यो त्यसलाई कारबाही हुन्छ।